कसरी खोल्ने खोल्नु न Happy birthday Lutti bunny Lutti Hi everyone, welcome and welcome back to my channel and another video. सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अनि हामी चाहिँ आज पशुपति मन्दिर आएको छौं भाइहरुसँग अनि हामी चाहिँ अहिले भर्खर पूजा गरेर निस्कियौं अनि यता फोटो सेसन हुँदैछ हामी चाहिँ फर्किसक्यौं हाम्रो चाहिँ यो खाली भइसक्यो हामी पूजा गरेर निस्किसक्यौं आज चाहिँ किरे यो महिनाको लास्ट सोमबार रहेछ अनि कति धेरै प्याक रहेछ मान्छेहरु चाहिँ बल्ल बल्ल छिरेर हामी चाहिँ पूजा गरेर फर्किदै छौं फर्कियौं हामीले चप्पल यहाँ राखेको छौं हाम्रो चप्पल जाँदैछु हाम्रो चप्पल चाहिँ यहाँ छ चप्पल जुत्ता हामी चाहिँ पूजा गरेर पनि फर्किसक्यौं अनि भाइहरु चाहिँ पछाडी थियो अनि म चाहिँ अगाडि अनि मैले चाहिँ भिडियो गरेको त्यो आवाज चलेर त्यो साउन्डै सुनेको थिएन अनि त्यही भएर चाहिँ मैले भोइस रेकर्ड गरेको हो म चाहिँ रुम आइसके अब भाइहरु चाहिँ आउने बाँकी छ हामी चाहिँ अब फेरि गोदावरी जान लागेको छौं अब पठाउ बोलाइसक्यो अनि अब हामी चाहिँ फेरि गोदावरी जाँदैछौँ मन्दिरबाट आएर खाना साना खायौं अनि पछि फेरि गोदावरी हिँड्यौं हामी चाहिँ भाइ चाहिँ भोलि गाईघाट जानु थियो अनि त्यही भएर आजै हामी चाहिँ गोदावरी जाँदैछौँ हामी चाहिँ गोदावरी आइसक्यौं अनि चाहिँ टिकट काट्नेको लाइन अनि सागर चाहिँ यहाँ घाम कस्तो चर्को लाग्यो के यहाँ सिस्टम के बिग्रेछ अरे टिकट काट्ने त्यही भएर यस्तो लाइन बस्नु परेको हो हामी चाहिँ छिरिसक्यौं हामी चाहिँ अहिले छौं गोदावरीमा तर यहाँ चाहिँ मैले भिडियोहरु बनाइन किनभने बिहान मन्दिर गएको अनि यो महिनाको लास्ट सोमबार थियो नि त अनि यति धेरै मान्छे थियो लाइन उक्दा उक्दामा चाहिँ थाकेको थियो त्यही भएर चाहिँ मैले भिडियो बनाउन सकिन हामी चाहिँ यहाँ भाटबाट नि आएको छौं केक लिनलाई अनि सागरको बर्थडे हो नि त अनि त्यही भएर हामी चाहिँ आएको छौं सागरलाई सरप्राइज दिन भनेर आएको छौं हामी चाहिँ केकहरु छ कुन लग्ने सागरको बर्थडे चाहिँ भोलि हो तर भने त्यो भोलि गाईघाट जाँदैछ नि त अनि हामीले चाहिँ आजै केक काट्दिन लागेको हो त्यही भएर यो स्प्रे यो के यो पड्काउने हैन त्यो त नलागौँ है कस्तो त्यो उयो हुन्छ के हामी चाहिँ के भन्छ कोटेश्वरको भाटभटेनीमा आएको छौं हामीले चाहिँ केक ल्याइसक्यौं अब हामी चाहिँ निस्किन लागेको अनि अब गएर चाहिँ सागरलाई सरप्राइज दिने हामी चाहिँ रुम पनि आइसक्यौं अनि सागरको बर्थडे चाहिँ भोलि हो के तर भने आज चाहिँ किन हामीले गर्न आँटेको भने भोलि सागर जाँदैछ नि त बिहानै 5 बजे जान्छ त्यही भएर बहिनी र मैले चाहिँ आज नै त्यसलाई सरप्राइज दिन लागेको त्यसलाई चाहिँ हामी चाहिँ गोदावरी गएको थियौं बिहान पशुपति गयौं त्यसपछि गोदावरी गयौं त्यसपछि फेरि आएर अनि त्यसलाई चाहिँ रुम पठायौं अनि हामी चाहिँ भाटभटेनी गएर अब चाहिँ त्यो चाहिँ यहाँ भित्र कसरी खोल्ने खोल्नु न मान्छे चाहिँ नहुनु न कसरी खोल्नु नि खोल्नै आएन
बस यहाँ केक खोल्दैछु सकिन कि खै लाउनु त म गरिदिन्छु बोल्यो सुधि जानु यसलाई चाहिँ हामीले सरप्राइज दिइसक्यौँ केक चाहिँ यहाँ ह्याप्पी बर्थडे सागर आज न बर्थडे भोलि बर्थडे त्यही त अब त भोलि 5 बजे नै जाँदैछस् नि त त्यही भएर हामीले आजै प्लान बनाएर सरप्राइज दिएको लु 1 वर्ष भयो भने बुढो भइस यही रहेछ फेरि लाग्यो ढाडमा उयो त केक छुइसके छिटो काट छिटो कसरी काट्छ यसरी लोकन त कसरी काट्ने ओहो यस्तो मजा हुँदो रहेछ र केक काट्नु खोज्दो रहेछ त साथीहरु कस्तो क्वालिटी आको के ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु सागर राई धन्यवाद बेस्ट अफ लक पनि भन्न चाहे मैले चाहिँ अच्छे से जाना और अच्छे से करके त्यसरी माइती घोसेर निकाल न अच्छे से जाना अब त्यसरी यसरी तलाई ए सुरुमा त उसलाई पो खुवाउँछ त ल ल ल ठुलो भयो सारै ए खाने नि ठुलो त नि हेर म एकछिनै सुरुमा म तँलाई खुवाइदिन्छु दिन्छु हैन गाजर लु पुचुङ्ग आयो त हो लु जन्मदिनको धेरै धेरै शुभकामना ह्यापी बर्थडे लु टिकी पनि टिकी पनि मलाई खुवाइदे लु मलाई खुवाइदे आयो सानो छ अब तिमी माइन्ड गर्नु होला